हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। साथीहरू, आज हामी पिकनिक जानलाई रेडी भए अनि पिकनिक जानलाई बिहान बिहानै हामीहरू पुगिसके। अफिसमा सबैजना एक ठाउँमा भेला भएर अब आज पिकनिक जाने भनेर म यस्तो आफ्नो ब्लगतिर लागेँ। साथीहरू, हजुरलाई कसलाई मनपर्छ पिकनिक जान भन्नुहोला। अनि म पनि धेरै खुसी छु आज पिकनिक जाने यहाँ जाने भनेर। अनि कमला दिदी, कृष्ण भाइ, अङ्कल, दीपक दाई अनि सबैजना हामी तयार भइसक्यौँ कि। अनि यता बिल्लो पनि थियो अनि बिल्लोसँग हामीहरू खेल्दैछौँ कि। धेरै राम्रो छ, धेरै ठुलो छ, डर पनि लाग्छ, तर त्यस्तो देख्नमा मात्र डराउनु हो, केही गर्दैन के हो हामीहरूलाई। तर धेरै कुकुरहरू, बिरालोहरू यसले मारिसकेको छ कि त्यहाँ पनि, अनि मान्छेलाई पनि टोकेको छ, तर हामीलाई केही गर्दैन। अनि माया लाग्छ यो बिल्लो, बियल हो यसको नाम, तर बिल्लो भन्छ हामीहरू। फेरि उता गाडी पनि तयार भइसक्यो, त्यहाँ यो मजा नि यही भन्दै थिएँ कि म। अनि सबैलाई यता हेर्नु मेरो ब्लग भन्दै थिएँ कि। यो हिजोको ब्लगको साथीहरू, मैले हिजो थाकेको हुनाले बनाउन सकेन, अनि आज बनाउँदैछु कि। अनि सबै सामानहरू एकट्ठा गर्दै थिएँ, हामी तयारी थिएँ गेटमा जानलाई। अनि धेरै खुसी रमाइलो हुँदै थियो। अब फेरि के सामान किन्नु छ उताबाट किनौला भनेर तयारी हुँदै थियो। अनि म पनि खुसी थिएँ नि त, साथीहरू खुसी त हुनु पर्यो नि। अनि मैले फर्स्ट टाइम लगाएको मेरो सुट म देखाउँदै थिएँ, म कस्तो देखिएँ हेर्नु त, राम्रो छ नि मेरो सुट भनेको। अनि यो सुट उताबाट मगाएको थिएँ कि मैले। अनि फेरि गाडीमा बसिसक्यौँ जानलाई, तयार भइसक्यो। अनि गाना गाउँदै गएको पछाडि बसेको थिएँ। अनि पछि अब अगाडि बसौँ भन्यो दिदीले, अनि पछि अगाडि गएको थिएँ कि म। अनि दिदी र म अगाडि बस्ने भनेर गएको थिएँ। पहिला म पछाडि थिएँ। अनि यस्तै टिकटक बनाउँदै जाँदै गर्दै थिएँ। अनि पछि दिदी र म अगाडि बस्यौँ। निकी दाइको घरसम्म बसेका थियौँ कि हामीहरू अगाडि। अनि गाना गाउँदा गाउँदा यस्तो रमाइलो भएको थियो, धेरै रमाइलो भएको थियो कि हामीलाई। अनि गाना गाउँदै नाच्दै सबैजना रमाइलो हुन्छ। म खासै यस्तो जाँदैन भन्दै थिएँ, यिनीहरूले मानेनन्। अनि म पनि गएँ पिकनिकमा, त्यति खासै त्यति हुँदैन नि त मलाई। र म जान खासै पोहोर साल पनि जान्न भनेको थिएँ। अनि बाटोमा हामीले यो खाएँ, बदाम सेक, दिदीले मैले। उनीहरूले एनर्जी ड्रिङ्क पिए सरी खाएँ भन्दैछु। अनि गाडीमा यस्तै म भ्यूहरू रमाइलो नेचरहरू हेर्दै जाँदै थिएँ। मलाई खुब मनपर्छ कि यसरी हेर्नु, मलाई क्याप्चर गर्नु, मेमोरी हुन्छ त। म भन्छु नि त, लाइफ लङ नै ब्युटिफुल होना चाहिए होइन, जिन्दगी लामो होइन, सुन्दर हुनु पर्यो। यसैले मलाई यस्तो रमाइलो लाग्छ, मनपर्छ नि त। अनि यस्तरी भिडियोहरू बनाएको मैले। अनि पहाडतिर त झन् कस्तो रमाइलो हुन्छ। तर यो पालि हामी पहाड गएन, पोहोर साल हामी पहाडमा गएको थियौँ पिकनिक लगाउन। अनि यो साल त यतै गएँ, धनगढीमै। अनि यता यत्तिका मान्छे थिए। अनि दीपक दाइ तिनीहरू नाच्दै थिए, हामीहरूको डिजे सानो उता धेरै मान्छे थियो नि त। अनि तिनीहरूकै डिजेमा डान्स गर्दै थिए दीपक दाइ अङ्कल तिनीहरू। अनि म सबको क्याप्चर गर्दै थिएँ, रमाइलो पलहरू क्याप्चर गर्नुपर्छ नि सबै। म पनि नाचेको थिएँ एकचोटि त हामीहरू यस्तो बसेर। उताबाट पनि दिदी तिनीहरू पनि आएर नाचे। यो धेरै यति जना आएको थियो पिकनिक लगाउन, यति भन्नै सकिन्न कि गन्नै सकिन्न। धेरै ठुलो एरिया थियो अनि धेरै मान्छेहरू आएको थियो पिकनिक लगाउन, धेरै मान्छे। अनि कमला दिदी, म, कृष्ण भाइ हामीहरू यस्तो बसेर
खाना बनायो कि हामी तिनटैले लागेर, अरू त यस्तो रमायो, यता गयो उता गयो। अनि धेरै बनायो कि अनि यता तल डिजे बज्दै थियो क्या, अनि डिजेको साउन्डमा नि नाच्दै थिए। हामीले बनाएको खाना, अनि पछि खाना बाँडेर खायौँ। सबलाई दिएँ। मेरो मोबाइलको क्यामेरै बिग्रियो कि पछि बस्दा बस्दा। अनि यस्तै यिनीहरूले खाना बिर्सम्म कमला दिदी, कृष्ण म उस्तै बसिरह्यो। अनि पछि यिनीहरूले खाएपछि हामीले खाएको थियो कि सबले खाएपछि। पोहोर साल कमजना थियो, योपालि 9 जना थियो हामीहरू पिकनिक लगाउने। अनि रमाइलो पलहरू क्याप्चर गर्नुपर्छ नि त साथीहरू, राम्रो हुन्छ। अनि त्यसपछि म हेर्दै थिएँ कति छन् भनेर, धेरै मान्छेहरू थिए कि। पछि साँझतिर त गइसकेका थिएँ। अनि घर आउने बेला पहिला जाउँ भनेर तयार भएँ, माथि बसेँ। अनि पछि सबले भने कि तल ढुङ्गा चढौँ भने कि, अनि बाहिर निस्केँ फेरि फेरि हामी ढुङ्गामा जानलाई गएँ। अनि हामीहरू ढुङ्गा पनि चढ्यौँ। हामीहरूले ढुङ्गा चढाउन आएन, यति हल्ला गरेर ए ढुङ्गा चढाउन आउँदैन, बचाऊ बचाऊ भनेको मैले। अनि त्यो जो मेन मान्छे हो त्यही गएको थियो कि हामीसँग ढुङ्गा चलाउन, त्योमा छ। तर रमाइलो। यो 100 एकड भने कति एकडमा फैलिएको छ भने कि यो नदी हो कि के हो, तलाउमा हामीहरूलाई ढुङ्गा चलाउन आएन क्या। तर रमाइलो थियो। ठोक्किन पनि बट्टे कि। अनि दिदी भन्नुहुँदै थियो कि आउनु होला, कहीँ पनि हुनुहुन्छ भने हामी ढुङ्गा चलाउँदैछु, यहाँ आउनु होला, सबैजना भन्दै थियो कि। अनि म यस्तो टिकटक बनाउँदै थिएँ, विक्रम भाइसँग बनाइदिनु त भनेको कार्ड। दिदी माथि बस्नु भएको थियो, अनि म उता। अनि पछि हामी 4 जनाको ठिक्कै ठाउँ थियो। अनि पछि हामीलाई ढुङ्गा चलाउन आएन र नि जो मेन मान्छे नि तिनै आएका थिए कि ढुङ्गा चलाउनलाई हामीसँग। मलाई थाहा थिएन कि यताबाट क्यामेरा भिडियो सुट हुँदैछ भनेर पहिला। अनि पछि दिदीले भन्नुभयो उता हेर त भनेर। अनि मैले बनाएको राम्रो थियो। अनि धेरै खुसी, ह्याप्पी फिलिङ भएको थियो कि। अनि यस्तै। अनि यता पुरा भ्यूहरू, पुरा बिच तालमा त कस्तो राम्रो फिलिङ आउने रहेछ। म यस्तो तालहरूमा मैले कहिले नाचेन कि, म बाथरुम बाहेक कहिले काहीँ यसरी नाच्थेन। तर नुहाएको कि। अनि त्यो तालहरूमा। अनि फेरि जाने बेला ल मेरो भिडियो बनाइदिनु भनेको। अब फर्किने बेला हो। अनि हामी फर्कियौँ। थ्याङ्क यू फर वाचिङ।